हेलो साथीहरू, आज फेरि आइपुगेको छु सुँगुरको मोमोको रेसिपी लिएर। मैले बनाउने तरिका यसरी मासुलाई किमा गरिसकेपछि यहाँ हेर्नुहोस् है, मसिनो किमा गर्नुपर्ने हुन्छ। यसमा किमामा मैले प्याज लगाएँ, सिलरी साग, प्याजको पत्ता, लसुनको पत्ता, होइन, नुन, अन्त अलिकति अजिनामोटो लगाएर चाहिँ यसलाई मैले मजाले मुसिसकेपछि यसमा मैले बादमा फेरि अदुवा ग्रेट गरेर लगाइदिए। साथीभाइहरू, अदुवा लगाएन भने त मोमोको टेस्ट अथवा मोमोको सेन्ट, बास्ना, मिठो बास्ना आउँदैन क्या। सोया सस लगाए अलिकति हल्का कलर दिन्छ है। हजुरहरूलाई थाहा छ होला, मजाले यसरी मुसेर यसरी बनाइसकेपछि है, बादमा मैले अदुवा ग्रेट गरेर लगाइदिएको छु। यहाँ अदुवा चाहिँ एकदमै इम्पोर्टेन्ट इन्ग्रिडियन्ट हो मोमोको लागि, हजुरहरूलाई थाहा छ होला है। यसरी हेर्दा हेर्दै हेर्दा हेर्दै मैले मोमोको किमा रेडी बनाइसकेँ। यहाँ हेर्नुहोस् है, मजाले मुस्दैछ अदुवा लगाएर हो। किमा बनाइसकेपछि अब म लागि आँटालाई मुछ्नुतर्फ। यहाँ हेर्नुहोस्, आँटा पनि मैदा पनि मुछेर रेडी राखेको छु। यसलाई एकछिन राख्नेछु र डल्लो 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 बनाएर चाहिँ यसलाई बेलेर चाहिँ मोमो बनाउनु सुरु गरेँ। यहाँ हेर्नु होला है, म चाहिँ यसरी बनाउँछु। मेरो चाहिँ हेल्पर कोही छैन, एक्लै पहिला एक मक्टु मोमो बेल्छु, त्यसपछि बनाएर टेकाउने गर्छु नि त म यसरी। हेर्नुहोस् है, बिटी बेलिसकेर यसरी बनाइ पनि हालेँ। यहाँ हेर्नुहोस्, सुँगुरको मोमो भनेको त आहा वाह कस्तो मिठो हुन्छ है। सुँगुर मासु मन पर्नेमा थाहा हुन्छ त्यो कुरा चाहिँ। यहाँ हेर्नुहोस् है, मैले मजाले बनाएँ है। मजाले बनाइसकेपछि ल यहाँ हेर्नुहोस्, एक मक्टु मोमो हेर्दा हेर्दै रेडी भयो। यहाँ हेर्नुहोस् है, एक मक्टु मोमो हेर्दा रेडी भयो। अब यसलाई म गएर चुलामा टेकाएको मक्टुमा हाल्नेछु अनि छोप्नेछु। हेर्दा हेर्दै एक मक्टु मोमो रेडी पनि भयो। र मैले त्यही मोमोको भाँडामा चाहिँ रमभेडा उसिनेर राखेको थिएँ। मोमो अचार बेगर मिठो हुँदैन गाइस है। सो मोमो चाहिँ मैले त्यहाँ राखेको छु। अन्त त्यही अचार पिस्नुको लागि रमभेडा, यहाँ मैले डल्ले खोर्सानी, हरियो खोर्सानी, लसुन, नुन, रमभेडाको अचार पिस्न लागि। मिठो पिरो स्पाइसी पर्क मोमो खानको लागि त अचार पिस्नु पर्यो नि त। यहाँ हेर्नुहोस् है, डल्ले खोर्सानी मैले पिस्दैछु। अनि यहाँ हेर्नु होला, रेडी भयो अचार पनि, मिठो अचार रेडी भइहाल्यो हो। हेर्नुहोस् है, वाउ स्पाइसी, भेरी यम्मी। र टेस्ट गर्नुपर्छ लागि है। वाउ क्या मिठो, क्या मिठो, मिठो स्पाइसी जुसी पर्क मोमो गाइस रेडी भइसक्यो। अब मेरो परिवारको लागि सर्भ गर्दैछु। यो मेरो सासू ससुराको लागि प्लेट मैले हाल्दैछु। यहाँ हेर्नु होला है, यो मेरो सासूको लागि हो, अचार लगाए बिचमा मैले। र यो मेरो ससुर र बाजेको लागि हो, यहाँ अचार लगाए बिचमा मैले डल्ले खोर्सानीको अचार हो। पिरो हुन्छ, कम्ती कम्ती हालेको छु अचार चाहिँ है। हेर्नुहोस् है, अब उहाँहरूलाई दिएर उहाँहरूको रियाक्सन, म कस्तो भएछ बोजू भनेर सोधेँ होइन। मिठो भएछ बुहारी भन्नु, थपनी पनि हालिदिइहालेँ। हेर्नुहोस् है, बाजेलाई पनि सोधेँ, बाजे कस्तो भएछ सोधेँ होइन। हजुरहरूलाई पनि दामी भएछ बुहारी भन्नु भनेको हो। हेर्नुहोस् है, हालिदिएँ है, बुढाबुढी मान्छे हो, खानुभयो मजाले। त्यसपछि पालो आयो मेरो बुढा र मेरो छोरीको। लु हेर्नुहोस्, थप्पनी, उहाँहरूको पनि थप्पनी हो। दामी भएर छोरीले थम्सअप दिइहाल्यो, हस्बेन्ड थम्सअप दिइहाल्यो हो। मिठो भएछ। थ्याङ्क यू सो मच फर